Hello, good morning. Good morning. Think positive, do positive, and be positive. साथीहरू, तपाईहरुलाई थाहा छैन होला थिंक पोजिटिभ भनेको के हो? सकारात्मक सोच। पक्कै पनि तपाईहरुलाई थाहा छ। आजको सेसनमा तपाईहरुलाई चाहिँ म प्रकाश सेन्जुको तर्फबाट सकारात्मक सोचको विषयमा चाहिँ यो सेसनमा तपाईहरुसँग रहनेछु। कृपया धैर्यका साथ केही समय तपाईहरु बस्दिनु होला। के हो त सकारात्मक सोच? यता साथी सर के हो त सकारात्मक सोच? यता निराज सर सकारात्मक सोच भनेको अब सकारात्मक तरिकाले सोच्नु। सकारात्मक पक्कै पनि उहाँलाई जोडदार तालिका। सकारात्मक सोच भन्दा एकदम सोच सकारात्मक हुनु। कुनै पनि परिस्थितिमा कुनै पनि दुःख अथवा कुनै पनि प्रतिकूल समयमा पनि हामी सकारात्मक भएर सकारात्मक सोच बनाएर अगाडि बढ्न सक्ने एउटा चाहिँ सकारात्मक सोचको एउटा के हो? कदम हो। त्यसैले मानिसमा सकारात्मक सोच हुनु अति नै आवश्यक हुन्छ। अब सकारात्मक सोच मानिसमा भएपछि के हुन्छ त्यसबाट फाइदाहरू? यो फाइदाहरूको विषयमा पनि हामीले अति नै बुझ्नु जरुरी हुन्छ। सबैभन्दा पहिलो कुरा त सकारात्मक सोच भयो भने के हुन्छ? कन्फिडेन्स लेभल, आत्मविश्वास बढ्छ। यदि मान्छेमा आत्मविश्वास बढ्यो भने उसको कुनै पनि पाइलाहरू एकदम आत्मविश्वासका साथ हैन अगाडि बढ्न सक्यो भने उसको काम सफल हुन्छ। र साथसाथै उसको सकारात्मक सोचको कारणले के हुन्छ र उसकोमा तनावको पनि कमी हुन्छ। साथीहरू, अनि सकारात्मक सोच नै राम्रो भयो भने त सम्बन्ध त्यतिकै राम्रो हुने हो कि हैन? के कसो हो? अब सकारात्मक सोच चाहिँ कसरी ल्याउने त? अब मान्छेले सकारात्मक सोचमा हिँड्नुपर्छ, सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ हामीलाई थाहा छ, तर ल्याउने चाहिँ कसरी के? तौर तरिका पनि त चाहियो नि। सकारात्मक सोच हो। सकारात्मक सोचको लागि नम्बर 1 चिज चाहिँ के चाहिन्छ हामीलाई चाहिँ? हाम्रो सङ्गत, हामी हिँड्ने सङ्गत चाहिँ राम्रो हुनु पर्यो भन्ने एउटा उखान छ नि। छोरो के हेर्नु, के तेल के हेर्नु, तेलको धारा हेर्नु, छोरो के हेर्नु, छोरोको सङ्गत हेर्नु भनेपछि सङ्गत राम्रो गर्नुपर्छ कि हामीले। सङ्गत राम्रो गऱ्यो भने चाहिँ त्यही अनुसारको हाम्रो चाहिँ सकारात्मक सोचमा पनि परिवर्तन ल्याउन सकिन्छ। र साथसाथै सकारात्मक सोच ल्याउनुको लागि हामी आफैमा के हुनुपर्छ? डिसिप्लिन हुन्छ, कृतज्ञ हुन सिक्नुपर्छ। यदि आफैमा स्व अनुशासन भएन भने हामी कृतज्ञ हुन सक्यौँ भने कसैको चाहिँ हामी त प्रभावमा पर्दैन भने चाहिँ हामी सकारात्मक सोच ल्याउँछौँ मात्र भनेर पनि हुँदैन। त्यसैले सकारात्मक सोचको लागि चाहिँ हामीले के ल्याउनुपर्छ? अर्को कुरा कृतज्ञ ल्याउनुपर्छ। र साथसाथै अध्ययनका कुराहरू, सकारात्मक सोच ल्याउनुको निम्ति चाहिँ हामीले केही किताबहरूको अध्ययनहरू पनि गर्नुपर्ने हुन्छ। सकारात्मक सोच ल्याउने विविध किसिमका किताबहरू छन्, तौर तरिका सिकाउने किताबहरू छन्। हामीले त्यो किसिमको चाहिँ किताबहरू अध्ययन गरेर